हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। आज चाहिँ म तोरीबारीमा आछु कि तोरी काट्न आछु। तोरी चाहिँ हातमा नआउने भइसक्यो रहेछ फुटेर है। यस्तो छ अवस्था मेरो तोरीको, देख्न सक्नुहुन्छ भनेपछि यतातिर तोरी पनि रेडी भइसकेको छ। अनि म तोरी काट्दैछु। मौसम चाहिँ नि एकदमै जाडो जस्तो छ, कुहिरो लागिरहेको छ। आज चाहिँ 21 गते भ्लगमा चाहिँ हजुरहरूलाई स्वागत गर्न चाहन्छु भन्दै सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। ह्याभ अ गुड डे। ल जा अरे सिङमा अड्दै ल जा 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 उता 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 आइ मम्मी कुच्यो। हाम्रो छट्टु पर्छ कि भाग्यो है, बान्न दिँदैन यसले। यहाँ आइज आइज आ यसलाई चाहिँ राख्ने अस्ति खनेको ठाउँ, प्याज गुडेको ठाउँ र प्याज बारीमा आइसकेको छु। मैले अस्ति लगाएको प्याज चाहिँ यही हो, राम्रोसँग जागेको रहेछ। देख्न सक्नुहुन्छ यही तिनवटामा एक दो तिनवटामा लगाएको थिएँ मैले प्याज भने। राजमा पनि काट्नको लागि अब तयार भइसकेको छ भने मेरो तोरी हातमा नआउने भइसकेको छ। बाबा भइसकेको मेरो तोरी देख्न सक्नुहुन्छ। यता चाहिँ पहेँलो तोरी, यता चाहिँ सानो तोरी। हे भगवान्, कसरी मैले यसलाई समेट्ने होला, के गर्नु। मसँग अब जम्मा 1 घन्टा मात्रै छ। मसँग 1 घन्टा मात्रै भएको भएर अब मैले फटाफट चाहिँ काट्नुपर्ने हुन्छ। मौसमको अवस्था एकदमै ठन्डी छ, कुहिरो लागिरहेको छ। यसरी म घुमेर देखाइदिन्छु। यो ठुलो तोरी मेरो सासूआमाहरूको मुरको खोर, त्यहाँ खानेपानीको टङ्की, अनि मेरो पहेँलो तोरी, अनि यो सानो तोरी। यसको साथी त अस्ति नै काटिसक्यौँ। बाँकी रहेको तोरी थियो, अलिक काँचो थियो र नकाटेको। अहिले चाहिँ लास्टै भइसकेको रहेछ है गाइज। के गर्नु, समय र परिस्थितिले गर्दाखेरि यस्तै छ है। मासु पाके रहेछ। खाली भात खाइस्? A few moments later. किचन जुस पनि यस्तो लगाएर हिँड्छन् भनेर तिमीले भिडियो गरेको क्या हो? तैँलाई किचन सुज होइन, मैले किचन सुज लगाएर म कहाँ पुगेँ थाहा छ? चन्द्रवटा। अनि मैले चन्द्रवटा गरेर जुत्ता किनेको मैले त्यही भएर त हो नि। चन्द्रगढ त्यो रातो जुत्ता किनेको थिएँ नि, अनि बिर्सेर पुरा स्कुटीमा पुरा किचन सुज लगाएर गएको नि। कता हाँस्दा आइज। अब मेरो छोरीले चाहिँ भेडालाई पानी दिन जानु लागि निकै नै गर्मी भएको अवस्था। हामी चाहिँ अब रेस्ट गरिरहेका छौँ। एउटा सानो कोलियाको तोरी काटेर भेडा पछाडि लिएर बाँधिसकेको छौँ। कति हाँस्नु आयो। आज हाँस्ने काम मात्रै भइरहेको छ। त्यही भएर त 40 भन्दा माथि होइन, डेन्जी हो भन्नु तपाईँ। हामी
हामी जेन जी होइन कि जी भन्दा त माथि गयौँ अगाडि जी होइन जेन जेट हो जेन जेट जेन जी भन्छन् तर हामी त कति हौ जेट भनेपछि तपाईँहरू वाइ लेभलको पर्नुभयो वाइ भन्दा नि अगाडिको होला हामी अझै वाइ एक्स जेन एक्स हो कि हामी त हुनसक्छ तपाईँ सोसियल मिडियामा यति एक्टिभ हुन्छ तपाईँलाई अब आइफोनको जरुरत छ अनि अनि तपाईँलाई फेरि तपाईँले यो फोन चलाउनु मलाई 17 किनिदिनु इस किनिदिन्छु किनिदिन्छु नि त्यसको गल्ती तपाईँले किन्नु हो भने 13 नै किन्नु 13 भन्दा माथि किन्नु होला यही किन्नु होला त्यसमा म अलिकति पैसा थपेर किन्छु यही किन्नु होला तपाईँलाई मात्र म यो 50,000 मा दिन्छु 40,000 मा पनि हुन्छ भयो मैले मेरो भाइको क्यामेरा मोबाइल किनेर मेरो मोबाइल हेरेर म छु मतलब राम्रो क्वालिटी आउँछ भन्न खोजेको टेन्सन नगर्नु कि मैले धेरै कमाएँ भने तपाईँलाई म गिफ्ट कमाउन त दिनु अझै खायो भेडाले मम्मी चाहिनेले खाएको छैन खान्छ नि अरू दुईवटा छोराले खायो पानी खायो दुइटैले ए बिचरा प्यास लागेको छैन चरा है भेडाहरू हामी यसो घरतिर गएर आउँछौँ